प्रेमको बारेमा बाइबलले के भन्छ? बाइबल परमेश्वरको हाम्रो लागि अनन्त प्रेमको एउटा महान व्यापक इतिहास हो। यो मानवताको इतिहास हो जसलाई परमेश्वरले सृष्टि गर्नुभएको र गहिरो रूपमा प्रेम गर्नुभएको छ र उहाँ विरुद्ध हाम्रो निरन्तर विद्रोह छ। यदि इतिहास यही समाप्त भयो भने यो एउटा भयानक त्रासदी हुनेछ। तर बाइबलले प्रेमको बारेमा के भन्छ भने यो हो, परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ र उहाँ पृथ्वीमा आउनुहुनेछ र तपाईलाई बचाउनको लागि सबै कुरा, उहाँको जीवन पनि त्याग गर्नुहुनेछ। परमेश्वरको प्रेम कुनै पनि पार्थिव शब्दहरूले व्यक्त गर्न सक्ने भन्दा धेरै महान छ। जब हामी बाइबलमा प्रेम के हो भन्ने बारेमा कुरा गर्छौं, हामी त्यस्तो प्रेमको बारेमा कुरा गर्छौं जुन हाम्रो बुझाइभन्दा बाहिर छ। यद्यपि बाइबलले हामीलाई केही प्रमुख तरिकाहरूमा प्रेमको बारेमा सिकाउँछ। प्रेमको बारेमा प्रत्येक बाइबल पदले हामीलाई परमेश्वरको हामी प्रतिको प्रेम र परमेश्वरले हामी कसरी एक अर्कासँग सम्बन्धित भएको चाहनुहुन्छ भन्ने बारेमा अन्तर्दृष्टि दिन्छ। यहाँ बाइबलले हामीलाई प्रेमको बारेमा सिकाउने 7 मुख्य सत्यहरू छन्।